ओके अब तपाईँ मेरो कम्प्युटरको स्क्रिन हेर्न सक्छु। अब हेरौँ कसरी गर्ने। ओके यता मैले प्रो एकाउन्टेन्ट छ मसँग। हामी आज स्टुडियो युज गर्न सक्ने छैनौँ। स्टुडियो युज गर्न हामी फ्युचरमा कहिले सिकौँला। अहिले मसँग यसको प्लान पनि छैन। अहिले मसँग बेसिक प्लान मात्र छ। ओके योभन्दा पहिला हामी सिकौँ फ्रीमा कसरी बनाउने म्युजिक। द्याट इज द इम्पोर्टेन्ट थिङ। त्यो पछि हामी सिकौँला प्रो भर्जनमा कसरी बनाउने। ओके यसले एकाउन्ट खोल्यो र हाम्रो 50 क्रेडिट आयो। हामीलाई फ्री एकाउन्टमा 50 क्रेडिट मिल्छ पर डे। डेली रिसेट भइरहेको छ। 50 अर्को दिन 50 हुँदै 100 या बढ्दै जान्न कि रिसेट भइहाल्छ। आज 50 छ भने आज युज गर्यो भने ठिक छ, अर्को दिन अझ 50 मिल्ने हो। आज 40 युज गर्यो अर्को दिन ठिक्क 50 हुने हो। प्लस हुन्न, रिसेट हुन्छ। यता अब सिम्पली आफ्नो प्रम्प्ट लेख्ने, अहिले म्युजिक क्रिएट गर्छ। अब यो च्याट भन्ने फिचर भर्खर आएको नयाँ। मेक एनी सङ क्यान यु इमेजिन, यु क्यान इमेजिन। अब प्रम्प्ट लेख्ने आइडिया हुन्न त्यसको लागि भनेर पनि यता अप्सनहरू छन्, यता हेर्न सक्छौ। लेट्स मेक अ डार्क एम्बियन्ट सङ, यता अप्सन पनि दिएको छ। नत्र स्टडी भाइब क्लिक गर्ने बित्तिकै लेट्स मेक अ चिल स्टडी बिट। अहिले 4वटा बना। दुईवटा यो प्रिमियम वाला यो एन्ड दुईवटा यो फ्री। हामी यो डाउनलोड गर्न सक्दैनौँ, हामी यसलाई डाउनलोड गर्न सक्छौँ यताबाट। ओके हामी आयौँ ड्यासबोर्डमा। अब यताबाट सङ बनाउने। यता क्लिक गरौँ, सङ सुनौँ। ओके यसले स्टडी टाइपको बिट बना। ओके डाउनलोड गर्नलाई यता क्लिक गर्ने, यता एन्ड यता हुन्न किनकि पे गर्नुपर्छ यसको लागि। यता गऱ्यो भने तर यसले थोडा यो अप्सन दिन्छ, पर्सनल युजको लागि मात्र युज गर्ने, नत्र प्रो र कमर्सियल युजको लागि हुन्न। यो हामीलाई फ्री भर्जनमा कमर्सियल युजको लागि पर्मिसन मिल्दैन, त्यसैले पर्सनल युजको लागि युज गर्ने। एन्ड डाउनलोड एनीवेमा क्लिक गरौँ, अब डाउनलोड हुन्छ। ओके यो त भइहाल्यो नर्मल्ली म्युजिक बनाउने। अब हेरौँ स्टेप बाई स्टेप सबै कुराहरू यसमा के छ। यता सुरुमा होममा आयो भने तपाईँ यता यो हेर्छौ भने यता अरूले बनाएको म्युजिकहरू छन् र अरूले बनाएर कस्तो टाइपको म्युजिकहरू बनाएको छ के गरेको छ भने सब हेर्न सक्छौँ। हामी यहाँ मान्छेहरू छन्, उनीहरूको स्पेसिफिक आइडी छ आफ्नो, यहाँ फलोवर्स पनि हुन्छ। यसमा सोसियल मिडिया जस्तै। यता एकछिन हेरौँ है। एउटा नाम छ फिलाइन म्युजिक छ, यसमा यसले म्युजिकहरू बनाएको छ धेरै। रिसेन्ट टप ट्र्याक हेरौँ यसको के छन्। हेर्नु यसमा 3 मिलियन छन् र लाइक 43K एन्ड कमेन्ट पनि हेर्न सक्छौँ। र यसरी हामी पनि आफ्नो म्युजिकहरू बनाएर हाल्न सक्छौँ। कसरी हाल्ने के गर्ने यो हामी आज सिक्ने नै छौँ। र सुनौ है एउटा म्युजिक यताबाट। ओके यो म्युजिक हाल्यो। यता मेड विथ सुनो स्टुडियो लेखेको छ नि, यो भनेको सङ स्टुडियोबाट बनाएको। योबाट यो प्रो फिचर हो या प्रिमियम फिचर हो, यसको लागि किन्नुपर्छ। हेरौँ है योबाट कस्तो टाइपको सङ बनेको छ, एकछिन सुनौँ। ओके अझ होममा हो। अब यो त भइहाल्यो अरूले बनाएको म्युजिकहरू। र यो क्रिएट बटन छ, यसबाट हामी क्रिएट गर्छौँ। यसले पनि हामीलाई गाइड गर्छ। यस्तो यस्तो जनरहरूको म्युजिकहरू छन्। नेक्स्ट स्किप गरिदिउँ अहिलेको लागि। डेट अफ बर्थ मागेको छ, स्किप। ओके दिस इज आवर
ड्यासबोर्ड जसबाट हामी सङ क्रिएट गर्छौँ, सुन्छौँ र वर्क स्पेस पनि छ, यसको बारेमा पनि हेरौँला हामी। कस्टम छ, सिम्पल छ, यता क्रेडिट छ, बाँकी रहेको 40 क्रेडिट। हामीलाई डेली 50 क्रेडिट मिल्छ, त्यसबाट हामी 10 सङ बनाउन सक्छौँ 5 क्रेडिटको पर। अब बनाऊ एउटा म्युजिक। अब म कसरी म्युजिकहरू बनाउँछु त्यो कुराहरू म सेयर गर्नेछु। अब यताबाट हामी अप्सनहरू हेर्न सक्छौँ, म्युजिक कस्तो कस्तो छ। हामीले केही नलेखेर पनि, हामी जेपिटी लेखेर पनि हामी म्युजिक बनाउन सक्छौँ क्या। अब तपाईँमा छ कि तपाईँ कसरी बनाउन चाहन्छ। अब म यहाँ जेपिटी लेख्छु, योबाट पनि सङ बन्छ। हेरौँ कस्तो सङ बन्छ। यो V5 एनबी, यो जस्ट योले अपग्रेड गर्छन् कि भनेर आई थिङ्क यो क्रिएट गरेर दिन्छ 1 मिनटको सङ। ओके, हामीले जेपिटी लेखेर पनि सङ बनिसक्यो। AFKFMB, you type like your hands were on fire. SFJMB, looks like the keyboard got wired. JGJKLD, did your coffee hit too strong? Semicolon, is that a face or is it wrong? Glitch in the chat, I read between the random letters. Glitch in the chat, are you bored or are you bad? Type like that, like the world has slipped your fingers. Glitch. यसरी अब यो इन्स्ट्रुमेन्ट छ, इन्स्ट्रुमेन्टमा क्लिक गऱ्यो भने अहिले इन्स्ट्रुमेन्ट बनाउँछ। ओके, अब यता छ अडियो। हामी आफ्नो आवाजलाई रेकर्ड गरेर त्यसलाई पनि म्युजिक बनाउन सक्छौँ, रेकर्ड गरेर या अपलोड गरेर। यता म एकछिन रेकर्ड गर्छु है। अब यता केही टर्म्स एन्ड कन्डिसन छ, तपाईँ पढिहाल्नु होला। ओके, रिकॉर्डिंग परमिशन। हे 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 हो 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 हो। यो हमिङ हो। हामी नर्मल्ली बोलेर पनि या ऱ्याप गाएर हुन्छ या जे पनि गरेर पनि हामी सङ बनाउन सक्छौँ। हमिङ पनि गरेर पनि हामी सङ बनाउन सक्छौँ। ओके, यति नै गरौँ। ओके, यो अपलोड गरौँ। यता फिचरहरू छन्। कभर भन्दाखेरि जनरली कभर सङ सुन्नुभयो होला। मानौ मेन सङ बनिसकेको छ, त्यसको गायो भने कभर सङ भन्छन्। र एक्सटेन्ड भन्दाखेरि यसलाई लम्बाउने। हामीले 25 सेकेन्डको बनाइसक्यौँ, यसलाई लम्बाउने। ओके, अब यसलाई यसरी तानेर यता राख्ने। यो हाम्रो सङ यता छ र लिरिक्स यता छ यसै सङको। अब यता स्टाइल लेख्ने। ओके, म यही राखिदिन्छु। यसमा जे छ यता नाम, सङको नेम। र यता एडभान्स भर्जन छ, यसमा गयो भने मेल एन्ड फिमेल छ र यो पनि छ। यो अब पेड फिचरको लागि मात्र हो। ओके, क्रिएट चिप छौँ। यसले पर टाइम 2 वटा सङ बनाउँछ। बोले पानी। ओके, दिस इज द सङ। अब यता क्लिक गऱ्यो भने डिफ्रेन्ट अप्सनहरू छन्। एड भोकल, एड इन्स्ट्रुमेन्ट, युज स्टाइल एन्ड लिरिक्स। तर यसले प्रम्प्ट दिन्छ कि हामीलाई त्यस्तै टाइपको म्युजिक बनाउनलाई। एक्सटेन्डमा क्लिक गरेर त्यस्तो आयो, प्रम्प्ट आयो। योबाट चेन्ज गऱ्यो भने अब यो चेन्ज हुन्न बिकज अफ फ्री भर्जन। ओके, युज स्टाइल एन्ड लिरिक्स।
एउटा गाना गाउँछु है म जस्ट टेस्टको लागि तिम्रो यादमा हराइसके म तिम्रो यादमा हराइसके म खोजिर Many months later. अब एउटा कुरा तपाईँ ध्यान दिन्छ भने यसले बनाएको साउन्डमा या भोकलमा मेरो आवाज छैन अब तपाईँले जुन भोकल गाउनुहुन्छ त्यो त्यसै भोकलको यो साउन्ड बनाउँदैन त्यो भोकलबाट यो लिरिक्स बनाउँछ हेर्नु यता देन यो लिरिक्सबाट गएर यसले सङ बनाउँछ तिम्रो यादमा हराइसके म ओके यो त भयो हाम्रो बेसिक कुरा र अब थोडा अगाडि बढौँ अहिले हाम्रो यता प्रम्प्ट पनि सकिसकेको छ म अर्को इमेलमा जान्छु जसबाट कन्टिन्यू गरौँ क्लासलाई हामी पहिला फ्री सिक्नेछौँ त्यसपछि प्रो देन प्रिमियम फ्युचरमा कहिले अर्को भिडियोमा यता पनि मैले सङहरू बनाएको ओके यो कुरा मैले भन्न छुट्याल्यो यता अब यो मेन वर्क स्पेस जहाँ सङहरू छन् र यस्तै तरिकाले हामी फोल्डरहरू बनाए जस्तै हो कि यो पनि मल्टिपल फोल्डर बनाएर मल्टिपल वर्क स्पेस बनाएर हामी काम गर्न सक्छौँ यता क्रिएट गर्ने क्रिएट वर्क स्पेसमा देन क्रिएट गर्ने नयाँ अब ऱ्याप म्युजिक छ भने हामी ऱ्याप भनेर वर्क स्पेस बनाउन सक्छौँ देन कन्फर्म एन्ड यसमा हामी ऱ्याप म्युजिकहरू हाल्न सक्छौँ त्यसको लागि कहाँ क्लिक गर्ने यता वर्क स्पेसमा एन्ड यता क्रिएट भन्ने छ यसमा क्लिक गर्ने एन्ड लेख्ने फोल्डरको नाम वर्क स्पेसको नाम देन ओके यसमा बनाऊ है अब ऱ्यापमा ट्राई गरौँ है बडी जस्तो ऱ्यापरहरू युज गर्न जान्छ अब हामी आफै लिरिक्स लेख्ने छैनौँ यता हेर्छौँ भने एउटा फिचर छ लिरिक्स भनौँ या यो सबमा छ यता सिम्पलमा गयो भने यता छ योले के गर्छ यो बुझौँ यो भनेको इनबिल्ड एआई हो जसले हामीलाई हेल्प गर्छ प्रम्प्ट लेख्नमा एकछिन ट्राई पनि गरौँ यता हेर्न सक्छौँ अटोमेटिक प्रम्प्ट लेखिदियो र यताबाट हामी सिक्न पनि सक्छौँ प्रम्प्ट लेख्छन् कसरी यसको लागि फास्ट पेस ब्याटल सङ एबाउट म्युजिक ब्याटल्स यसरी छ ओके हामीलाई मेन ऱ्याप सङ नै चाहियो एकछिन यो चेन्ज गरौँ ऱ्यापवाला आउँदियो One eternity later. ओके मैले इन्स्ट्रुमेन्ट क्रिएट गरेर देखाएँ तपाईँलाई इन्स्ट्रुमेन्ट गर्नु छ भने यो बटन अन हुनुपर्छ त्यसपछि यसले इन्स्ट्रुमेन्ट क्रिएट गर्छ यता अडियो फिचरको बारेमा हामीले कुरा गऱ्यौँ लिरिक्स क्लिक गर्ने बित्तिकै कस्टमाइजमा आउँछ त्यस कस्टमाइजमा आइसक्यो भने यहाँ लिरिक्स हाल्ने स्टाइल हाल्ने यहाँ एडभान्समा हामीले कुरा गर्छौँ मेल फिमेल हामी मेल फिमेलको कुराहरू यसमा पनि लेख्न सक्छौँ कि स्टाइल सेक्सनमा हामी सबै कुराहरू यसमा पनि मेन्सन गर्न सक्छौँ प्रम्प्टमा यदि प्रम्प्ट युज गर्नु छैन भने त्यति बेला हामी योलाई युज गरेर अब हामी यो जति पनि म्युजिकहरू छन् नि यो वर्क स्पेसबाट अर्को स्पेसमा पनि हाल्न सक्छौँ सेलेक्ट गर्ने म्युजिकलाई यहाँ 3 डटमा क्लिक गरेर मुभ टु वर्क स्पेसमा क्लिक गरेर एन्ड अर्को स्पेसमा पनि हाल्न सक्छौँ यहाँ माइमा हालिदिन्छौँ ओके अब हामी एआईबाट सङ लेख्न लगाउनेवाला छौँ सुनो एआईबाट यता क्लिक गर्ने र एडिट लिरिक्स एन्ड राइट फुल सङ यदि तपाईँलाई छिटो गराउनु छ कामहरू भने यता क्लिक गर्ने एन्ड यता यो बक्स आउँछ सानो यसबाट
लेख्ने कस्तो टाइपको सङ चाहियो यहाँ अलरेडी एउटा भन्छ र यता इक्जाम्पलमा भन्छ मेक इट साउन्ड ह्याप्पियर भनेर भनेर चाहिँ अब यस्तै टाइपको हामी के गरौँ भन्दा ऱ्याप हामीलाई ऱ्याप चाहियो डिस ऱ्याप एसओएनजी यति नै लेखौँ है हामीसँग बढी आइडिया पनि छैन अब यो कसलाई डिस हान्छ के गर्छ अब यसको माथि छोडिदिउँ ओके यसले इङ्ग्लिस लेख्यो हाम्रो कति वर्स लेख्यो यसले सिङ्गल वर्स लेख्यो ओके सिङ्गल वर्सकै नै बनाऊ अब यता पनि हामीलाई चेन्ज गर्नुपर्ने छ स्टाइलमा पनि ऱ्याप स्टाइलमा पनि हामी यो फिचरलाई युज गर्न सक्छौँ गरौँ ओके योले हाम्रो स्टाइल दियो यो पनि एआई हो स्टाइलको A few minutes later. प्ले गर्छु I'm back in the ring, call it a comeback. Been stacking these rhymes like I'm on the attack. You think you're the king, you ain't even the prince. I'm throwing these punches, you better not flinch. You talk big game, but your skills are a glitch. I'm the nightmare in your dream, you're stuck in a ditch. Your words are paper thin, your flows will fall back when they play your tracks. It's just battling zits, the crowds will... A few minutes later. यो मेरो देशको गेम म छु नयाँ खेलाडी तिमीहरू पुरानामा रुन्छौ म बनाउँदै छु म बनाउँदैछु सत्यवादी म फाइरछु बारहरू तिमी बनाउँछौ केवल धराप मेरो लक्ष्य माथि छ तिम्रो तल छ धराप यो मेरो देश राप म छु माथि तिमी भन्दा महसुस गर तिमी म छु राजा यो टाउको माथि नि बेसुरा शब्दहरू म सङ्गीतको रज फेला बाटीका हुँ म तिमी झिसमिसे उज्यालोमा जुडी जस्ता लक्ष्मीहरू तिम्रो धन्दा यस्तो मन्द मिठो लाग्छ आफ्ना कानलाई मेरो माइकको पञ्च तपाईँ भिड गर्नु छैन म छु शेर जङ्गलमा यो मेरो देश रात राख्ने चुचु छ यो जनेलामा तिम्रो कस्तो धेरै छ तर कार्य छैन केही मेरो यत्रो मेहनत तिमी किन कमजोर देख्छौ यहाँ म छु यहाँ मात्र सत्य बोल्ने यो खेलमा मैले जितेको तिमी परा A few minutes later. यो मेरो देशको गेम म छु नयाँ खेलाडी तिमीहरू पुरानामा रुन्छौ म बनाउँदैछु सत्यवादी म फायर गर्छु बारहरू तिमी बनाउँछौ केवल धराप मेरो लक्ष्य माथि छ तिम्रो तल छ धराप यो मेरो डिस ऱ्याप म छु माथि तिमी भन् अब यो कुराहरू भयो ऱ्याप या लिरिक्स कसरी बनाउने हामीले सिक्यौँ यताबाट सक्यौँ अब धेरै जस्तो ऱ्यापरहरू चाहन्छन् बिटहरू बनाउन या इन्स्ट्रुमेन्टहरू बनाउन त्यो गरौँ है एकछिन सिम्पलमा हो भने अब हामीलाई इन्स्ट्रुमेन्ट यता नजान्ने यता पनि लेख्दा पनि हुन्छ त्यो एडभान्समा छ त्यो हामी पछि सिकौँला लिरिक्सबाट नै पनि इन्स्ट्रुमेन्ट कसरी क्रिएट गर्ने त्यो अलग पार्ट छ अब इन्स्ट्रुमेन्ट अन हुनुपर्छ 24 आवर हामीलाई इन्स्ट्रुमेन्ट ऱ्यापरहरूलाई बढी जस्तो इन्स्ट्रुमेन्टहरू चाहिएको हुन्छ त्यो तपाईँ यताबाट पनि लिनु